नयाँ युट्युबरहरूले सुरुमा धेरैजसो सामान्य गल्तीहरू गर्ने गर्छन्, जसले गर्दाखेरि च्यानलमा सब्स्क्राइबरहरू नआउने, भिडियोमा भ्युअरहरू एकदमै कम मात्रामा आउने गर्छ। यदि तपाईँ पनि युट्युबमा नयाँ हुनुहुन्छ र युट्युब च्यानल नयाँ खोल्नु भएको छ भनेदेखि यो भिडियो तपाईँको लागि हुन सक्छ। कृपया अन्तिमसम्म हेरेर बुझ्ने कोसिस गर्नुहोला। पहिलो 1 नम्बरमा छ कन्सिस्टेन्सी नहुनु वा लामो समयसम्म पर्खिन नसक्नु, धैर्य गर्न क्षमता नहुनु वा लामो समयसम्म भिडियो नहाल्नु वा भिडियो हाल्नु छुटाउनु है। धेरैजसो युट्युबरहरूले सुरुमा 2-3 वटा भिडियो हाल्ने गर्छन् र लामो समयसम्म चाहिँ कुनै पनि भिडियो अपलोड नगर्ने गर्छन्। युट्युबमा नियमित भिडियो हाल्ने गर्नुपर्छ, डेली वा विकली भिडियो हाल्ने गर्नुपर्छ। नम्बर 2 मा छ भिडियोको क्वालिटी राम्रो नहुनु, आवाज राम्रोसँग नसुनिनु, भिडियो ब्लर हुनु वा भिडियोमा राम्रोसँग एडिटिङ नगर्नु। अहिले मोबाइलबाट एचडी क्वालिटीमा राम्रोसँग सिम्पल तरिकाले एडिटिङ गर्न सकिन्छ। एडिटिङ कसरी मोबाइलबाट गर्न सकिन्छ भनेर म पछि भिडियो बनाउने छु। यसको लागि हजुर मेरो च्यानलमा सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ, ताकि पछि मैले मोबाइलबाट सिम्पल तरिकामा कसरी भिडियो एडिटिङ गर्न सकिन्छ भन्ने भिडियो अपलोड गरिसकेपछि सबैभन्दा पहिलो नोटिफिकेसन चाहिँ तपाईसम्म आइपुग्नेछ, ताकि तपाईले सजिलैसँग मेरो एडिटिङ कसरी गर्न सकिन्छ भन्ने भिडियो चाहिँ हेर्न सक्नुहुनेछ। नम्बर 3 मा छ थम्बनेल र टाइटल राम्रो नबनाउनु। धेरैजसो भ्युअरहरू थम्बनेल र टाइटलबाट आउने गर्छन्। यदि तपाईको थम्बनेल टाइटल राम्रो छैन भनेदेखि भ्युअरहरू वा मानिसहरूले तपाईको भिडियो क्लिक गर्दैनन् र भ्युअरहरू आउनलाई एकदमै गाह्रो हुन्छ। तपाईको च्यानल ग्रोथ हुनु एकदमै लामो समय लाग्न सक्छ। त्यसैले भिडियोमा थम्बनेल र टाइटलको पनि त्यत्तिकै मात्रामा महत्त्व हुन्छ। नम्बर 4 मा छ कपी कन्टेन्ट बनाउने गर्नु। अरूको भिडियो डाउनलोड गरेर त्यो भिडियोलाई आफ्नो च्यानलमा पूर्ण अपलोड गर्ने गल्ती गर्नु। युट्युब अल्गोरिदमले ओरिजिनल कन्टेन्टलाई मात्र बढी प्रमोट गर्ने काम गर्छ। यदि कसैले अरूको भिडियो डाउनलोड गरेर आफ्नो च्यानलमा अपलोड गर्ने गल्ती गर्छ भने कपिराइट आउन सक्छ र युट्युबले त्यस्तो तरिकालाई युट्युबको नियम उल्लङ्घन गरेको कपिराइट स्ट्राइक दिन सक्छ। नम्बर 5 मा छ ट्रेन्डिङ टपिकमा भिडियो नबनाउनु। नयाँ युट्युबरहरूले ट्रेन्डिङ टपिकमा भिडियो नबनाई र्यान्डम तरिकाले भिडियो बनाइरहेका हुन्छन्। भ्युअरहरूले ट्रेन्डिङ टपिकमा यानि युट्युबमा तत्काल कुन विषयमा भिडियो ट्रेन्ड लाइनमा आइरहेको छ वा चर्चामा आइरहेको छ त्यो विषयको भिडियोहरू हेर्न धेरै मन पराउने गर्छन्। त्यस्तो तरिकाको भिडियोहरू बनायो भने मात्रै च्यानल ग्रोथ हुन सक्छ वा ट्रेन्डिङ विषयमा भिडियो बनाएन भनेदेखि ग्रोथ एकदम ढिलो हुन सक्छ। नम्बर 6 मा छ अडियन्ससँग कनेक्ट नहुनु। तपाईले बनाएको भिडियोमा अडियन्सले गरेको कमेन्टको रिप्लाई नगर्नु वा अडियन्सको कमेन्ट नहेर्नु र भिडियोमा अडियन्सलाई भिडियोमा लाइक गर्नु, सेयर गर्नु, सब्स्क्राइबर गर्नु भन्नु बिर्सिनु। यदि तपाईले यो कुराहरू बिर्सिनु भयो भनेदेखि तपाईको च्यानलमा सब्स्क्राइबर आउन एकदमै ढिला हुन्छ वा अडियन्सले सब्स्क्राइब गर्न साँच्चीकै बिर्सिने गर्छन्। त्यसैले तपाईले भिडियोको बीचमा भिडियोलाई लाइक गर्न र सेयर गर्न, सब्स्क्राइबर गर्न, कमेन्ट गर्न नबिर्सिनु होला भनेर अडियन्सलाई बार सम्झाउने गर्नुपर्छ। नम्बर 7 मा छ छिट्टै हार मान्नु। धेरैजसो नयाँ युट्युबरहरूले सुरुको केही महिना 10-20 वटा भिडियो हाल्ने, त्यसपछि भने जस्तो भ्यू आएन र भने जस्तो सब्स्क्राइबर आएन भनेदेखि त्यसपछि कुनै पनि भिडियो नहाल्ने र च्यानलमा काम नगर्ने गर्दछ। उनीहरूलाई लाग्छ कि अब युट्युबमा काम गरेर कुनै फाइदा छैन, युट्युबमा काम गर्न धेरै गाह्रो रहेछ, युट्युबबाट पैसा कमाउन धेरै गाह्रो रहेछ, यो भन्दा बरु अरू नै काम खोज्यो भने बेस्ट हुन्छ वा विदेश गयो भने ठिक हुन्छ भनेर उनीहरूले अर्कै बाटो रोज। यही तरिकाले नयाँ युट्युबरहरू धेरैजसो युट्युबमा असफल हुन्छन्। साथीहरू, नयाँ युट्युबरहरूले गर्ने 7 गल्तीहरू मैले यस भिडियोमा कर्मशैसँग उदाहरण सहित भनेको छु र हजुरलाई बुझाएको छु। यदि हजुरले यो भिडियो मन पर्यो भनेदेखि एक लाइक गर्न नबिर्सनु होला।
भिडियोमा कमेन्ट गर्नु नबिर्सनु होला। यदि केही गल्ती भएको छ भने म अझै यसलाई राम्रोसँग सुधार्ने कोसिस गर्छु। र यदि तपाईँ भविष्यमा मेरो भिडियो अझै हेर्न चाहनुहुन्छ, युट्युब सम्बन्धीको अझै धेरै जानकारी लिनु चाहनुहुन्छ म मार्फत भनेदेखि मेरो च्यानललाई सब्सक्राइब गरेर हजुर मसँग जोडिन सक्नुहुन्छ। हस्त धन्यवाद।